छन् तिमीसँग यी प्रश्नका उत्तर? आफ्नै सपनाहरूको घाँटी आफैले निमर्दाको अनुभव कस्तो हुन्छ? भोगेको छौ कहिले? हो, म भोगेको छु र त आज सपनाविहीन छु। हिँड्दै गर्दा ठक्कर खाएर लडेका छौ। उठाउने कोही नहुँदा साथमा कस्तो अनुभव भयो भन न। हरेकचोटि बिना गल्ती सजाय पाएका छौ आफ्नै जिन्दगीबाट? यदि पाएका छौ भने भन न, आफ्नो बचाउको लागि के उत्तर दिएका थियौ? अब त केही गर्छु, भोलिदेखि सब ठिक पार्छु, सपनाहरू पुरा गर्न सक्दो लाग्छु, कि अरू पनि केही उत्तर थियो तिमीसँग? हरेकचोटि आफन्तको के गर्दैछस् भन्ने प्रश्नको उत्तर नै थियो तिमीसँग? उत्तर थिएन भने अझै पनि तिमी कसरी शान्त बस्न सकेका छौ? तिमी आफैलाई लाग्दैन तिमी धेरै पछि पर्यो भन्ने?